हुन्छ। यसु ख्रीष्टको नाममा सबैलाई जय मसीह। म चाहिँ साँझ सुत्ने बेलाको प्रार्थना हजुरहरू कहाँ ल्याउन चाहेँ है। हालेलुया। प्रभु परमेश्वर पिता, फेरि पनि आज दिनभरि तपाईँ प्रभुले सम्हाल्नुभयो र यो साँझको समय तपाईँ प्रभुसँग तपाईँ प्रभुको चरणमा आइरहेको छु। प्रभु आज दिनभरि हामीले जे जति काम गऱ्यौँ सबैमा तपाईँ प्रभुको आशिष भयो। जुन जति ठाउँमा गयौँ सबैमा तपाईँ प्रभुले सही सलामत पुऱ्याउनु भयो। हामीले जे पनि गर्न चाहेको थियौँ सबै तपाईँ प्रभुले पुऱ्याउनु भयो। साँच्चै नै तपाईँ प्रभु महान दयालु परमेश्वर हुनुहुन्छ। प्रभु अब साँझको विश्रामको समय भइसकेको छ। प्रभु तपाईँ प्रभु हामीलाई विश्राम दिनुभएको होस्। साँच्चै नै अब हामी सुत्न जाँदैछौँ। तपाईँ प्रभुले निन्द्रा सुन्दर सपना दिनुभएको होस्। हाम्रो सिरान बयान भएर तपाईँ प्रभु बस्नुभएको होस्। त्यसै गरी म प्रार्थना गर्दछु प्रभु हाम्रो घर परिवार सम्पूर्ण, हाम्रो मण्डली परिवार, हाम्रो नेपाल देशभरिका सम्पूर्ण क्रिस्चियन हजुरका छोराछोरी, सम्पूर्ण देश विदेशमा भएका हजुरका छोराछोरी सम्पूर्णलाई प्रार्थना गर्दछु प्रभु। सबैजना यो समयमा सुत्न जाँदै हुनुहुन्छ होला। सबैजनालाई निन्द्रा सुन्दर सपना दिनुहोस्, तर पनि सम्झनुहोस् तपाईँ आफ्नो साथमा रहनुभएको होस्। प्रभु साँच्चै नै अगर तपाईँ प्रभु आज आगमन भए तापनि तपाईँ प्रभुले सम्झनुहोस् र तपाईँ प्रभुले साथमा लानुभएको होस्। अथवा तपाईँ प्रभुको आगमन नभए तापनि भोलि बिहानको सुन्दर दिन देखाउनुहोस्। त्यस दिनमा हामीले जे पनि कामकाजहरू गर्नेछौँ सबैमा तपाईँ प्रभु आशिष भएको होस् भन्न चाहे। प्रभु तपाईँ प्रभुले आशिष दिनुभएको होस्। आज रातिको लागि सुत्नको लागि यो बिस्तरा जुटाउनु भएको छ। यस बिस्तरालाई ग्रहण गर्नुभएको होस्। साँच्चै नै आजको रात जे जस्तो भए तापनि हजुर प्रभुले सुरक्षा गर्नुहुनेछ। हजुर हाम्रो साथमा हुनुहुनेछ। हालेलुया। यही नै भन्न चाहन्छु। हालेलुया। प्रभु साँच्चै नै यो छोटो मिठो प्रार्थना प्रभु यीशु मसीहको नाममा माग्दछु। आमेन। हुन्छ। गुड नाइट सम्पूर्णमा।